हेलो एभ्रिवान अनि आज चाहिँ तपाईले फर्स्टमै मेरो भिडियोमा चिकन देख्नु हुँदैछ अनि यो चिकन चाहिँ हामीले किन लाग्यो भनेपछि तपाईले फुल भिडियो हेरेर थाहा पाउँछ अनि फर्स्टमा चाहिँ हामीले यहाँ चिकन बनाउनको लागि रेसिपीहरुको लागि चाहिँ नानाले उसको पनि च्यानल छ युट्युबमा उसको लागि चाहिँ उले भिडियो बनाउँदैछ अनि मैले पनि रेसिपीको भिडियो बनाउँछु भनेर तपाईलाई शेयर गर्छु भनेर भिडियो बनाउँदैछु हैन। फर्स्टमा चाहिँ हामीले यहाँ दही मिक्स गर्दैछ अनि उ नानाले पनि फर्स्ट टाइम नै बनाउँदैछ भनेर भन्दै थियो कि उले पनि खाली अरूले बनाएको हेरेको थियो भनेर भन्दै थियो। फर्स्टमा चाहिँ हामीले दही हालेर हल्दी अनि मिट मसला अनि यसको बादमा चाहिँ लाल मिर्च पाउडर अनि धनियाको पाउडर अनि जीराको पाउडरहरु अनि त्यसको बादमा चाहिँ हामीले यहाँ चाहिँ फेरि कश्मीरी लाल मिर्चहरु हैन सबै जति पनि मसलाहरु थियो मलाई अलिकति नामहरु याद भएन। त्यसको बादमा सबै मिक्स गरे। त्यसको बादमा चाहिँ हामीले नुन चाहिँ 2 भन्दा हाल्नु खोजेथे बट फेरि बेसी हुन्छ भनेर कम्ती हाले। त्यसको बादमा चाहिँ लास्टमा हामीले यहाँ हाल्दैछु जिन्जर गार्लिक पेस्ट जो चाहिँ हामीले रेडीमेड किनेको थियो हैन प्लास्टिकमा अनि त्यसको बादमा चाहिँ हामीले मिक्स गर्दैछ यहाँ अनि त्यसको बादमा यहाँ मिक्स गरिसकेर चाहिँ प्रोपर मिक्स गर्नुपर्छ हैन। त्यसको बादमा माथिबाट चाहिँ हामीले यहाँ ओइल लाउँदैछु। यो ओइल पनि हामीले बेसी पनि लाउनु हुँदैन ठिक्काको मतलब नापेर लाउनु पर्छ। त्यसको बादमा ओइल पनि मिक्स गरेर सकेर चाहिँ त्यसको बादमा हामीले चाहिँ यहाँ चिकनहरु जति पनि थिए हामीले चिकन चाहिँ आई थिंक 2 केजी किनेको थिए हैन 4 जना खानुको लागि बट हामीले बेसी नै खायो मतलब बेसी मान्छेले डिस्ट्रिब्युट गरेर खायो बट अनि त्यसको बादमा चाहिँ यहाँ मिक्स गर्दैछ मतलब सफ्टली सबै मासुको भित्र चाहिँ जति पनि कटिङ थियो त्यसको भित्र पुगुस भनेर लास्टमा चाहिँ हामीले यहाँ कस्तुरी मेथी के अब थाहा छैन मलाई नाम। त्यसको बादमा त्यो हाल्यो। त्यसको बादमा चाहिँ हामीले यहाँ थियो पनि मिक्स गर्दैछु सबै मासुमा पुगुस भनेर। त्यसको बादमा चाहिँ हामीहरु यहाँ 1 आवर नभए हाफ आवर राख्दाखेरि हुन्छ हैन। हामीले आई थिंक 40 मिनेट जस्तो राख्यो होला। त्यसको बादमा चाहिँ हामीले चटनीहरु पनि बनाइसक्यो ग्रीन चटनी। त्यसको बादमा चाहिँ हामी यहाँ मैले स्टार्टिङमै कोइलाको लागि स्टार्टिङमा नै हामीले आगो बालेको थियो कोइलाहरुको लागि हैन। त्यसको बादमा यहाँ चाहिँ हामीले जति त्यो यो कर्जी मर्जी अनि त्यसमा चाहिँ हामीले अलिअलि मासु मिक्स गरेर चाहिँ त्यो पनि हामीले एक्स्ट्रा किनेको थियो राइससँग खानुको लागि। त्यसको बादमा चाहिँ यहाँ हामीले प्रिपरेसन गर्दैछ चिकनको लागि हैन सेक्वाको लागि अनि यो चाहिँ हामीले यसमा तेल सबै लगाइसकेर चाहिँ अहिले चाहिँ हामीहरु चिकनलाई रोस्ट गर्नुको लागि चाहिँ चिकन सबै यो तारमा घुसाउँदैछ हैन। आई डोन्ट नो यसलाई के भन्छ मैले पनि फर्स्ट टाइम यो चिकन सेक्वा खादैछु हैन मैले खाएको थिएन कहिले पनि लाइफमा मतलब यसरी बनाएर हैन आफैले नै। अनि त्यसको बादमा चाहिँ अहिले चाहिँ हामीहरु आगोमा राख्दैछ अनि मैले चाहिँ त्यसै स्टाइलको लागि माथिबाट स्टार्टिङमा तेल लगाएको थिएँ बट त्यो सबै तेल चाहिँ सोरेर चाहिँ यो ग्रेभीहरु सबै मसलाहरु यो भएको थियो बट फेरि नानाले भने अहिले नलाउनु भनेर। त्यसको बादमा चाहिँ अहिले हामीहरु पुरा पंखा काम गर्दैछु किनकि फर्स्ट स्टार्टिङमा चाहिँ कोइला पुरै कम्ती भएर चाहिँ कस्तो मतलब स्ट्रगल गरेर पकाए हैन हामीले। अन्त हामीले यहाँ माथिबाट जति पनि आधा पाकेको थियो हैन त्यो साइडमा चाहिँ हामीले तेल लाउँदैछु अनि त्यसको बादमा चाहिँ यहाँ अहिले हामीहरु पुरै पंखा लाउँदैछु किनकि कोइला घरिघरि सुकेको मतलब निभेको थियो के अनि फेरि हामीले एक्स्ट्रा पनि आगोहरु पनि बालिरहेको थियो साइडमा। त्यसको बादमा चाहिँ हामीहरुको सेकुवा पनि रेडी भइसक्यो हैन। अन्त यो अब यस्तो रेडी भइसकेर चाहिँ यस्तो छ हेर्नुहोस् हैन यसको लुक चाहिँ रेडी भएर चाहिँ यस्तो मतलब टेस्टी देख्दैछ हैन। मैले पनि फर्स्ट टाइम खाएको हैन अन्त हामीहरु गफ गर्दै यति स्ट्रगल गरेर चाहिँ पाकिसक्यो अब हैन। त्यसको बादमा फोन चलाउँदै सो अब चाहिँ हामीहरुको सेकुवा रेडी भइसक्यो अनि यहाँ चाहिँ नानाले भिडियोको लागि प्लेटिङ गर्दै थियो अनि चटनी पनि रेडी भइसक्यो छ सबै लाइसकेर चाहिँ अहिले चाहिँ हामीहरु चिकनहरु सबै निकाल्दैछ हैन अनि यति यस्तो देख्दैछ मतलब रेडी भइसकेर चाहिँ मतलब यस्तो टेस्ट चाहिँ लाइक रेस्टुरेन्टको जस्तै टेस्ट थियो फर्स्ट टाइम ट्राई गर्दा पनि एन्ड यो चाहिँ अब हामीहरु भिडियोको लागि पनि हो अनि यो टेस्टिङ गर्नुको लागि पनि के कस्तो भएको छ हैन। त्यसको बादमा यो भिडियो भइसकेर टेस्टिङ गर्दैछ त्यो चाहिँ हाम्रो टेस्टिङ चाहिँ मेरो बहिनीले गर्दैछ हैन स्टार्टिङमै के कस्तो टेस्ट भएको छ भनेर अनि त्यसले रिएक्सन चाहिँ त्यसको यस्तो थियो हेर्नुहोस् हैन। सो नाउ अब हामीहरु पनि खादैछु अनि लेग पिसको लागि चाहिँ हामी चियर्स गर्दै खादैछु अनि सो कोकोकोला खादै हामीहरुको आजको राति चाहिँ यति बित्यो। सो आई होप तपाईलाई मेरो भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस् शेयर गरिदिनुहोस्।